हेलो एभ्रिवान, गुड मर्निङ। अनि अहिले चाहिँ म यता हामी इन्डियाको छौँ। इन्डिया सिलगढी छेउतिर आएको छौँ हाम्रो आन्टीको घरमा। अनि आन्टीको घर चाहिँ उता पछाडि टेम्पो त्यो घर हो होइन। अनि हामी चाहिँ यहाँनिर अब अहिले 10 बज्यो अनि चर्च जान आँटेको। यहाँको चर्च सबैजना गइसक्नु भयो। म र मम्मीहरू चाहिँ यहाँ मम्मी पछाडि आउँदै हुनुहुन्छ, मम्मी र आन्टी। अनि हामी चाहिँ अब जाँदैछौँ, लजमा जाँदैछौँ। जिस्काउँदै हुनुहुन्छ। अनि मैले चाहिँ कुर्ता लगाएको छु। मैले चाहिँ कुर्ता सर्ट कुर्तीहरू चाहिँ मलाई पुरा मनपर्छ हो। यता छेउमै यहाँनिर यताबाट त्यहाँबाट जानुपर्दैछ। घर चाहिँ ऊ त्यो त रातो टिन देखेको हो। यता रहेछ चर्च। आज चाहिँ हामी आएको सङ्गति आइतबार। हिजो शनिबार चाहिँ हामीले हाम्रै चर्चमा सङ्गति गरिकन आएको यता। हिजो बस्यौँ अनि आज फेरि हामी जाँदैछौँ यहाँ चर्चमा। नानी सुतिरहेको छ, छिरिङ बोकिरहनु भयो। त्यही हो साथीहरू, भरे अब देखाउँछु म। एन्ड दिस इज द चर्च। गानाहरू गाइरहनु भएको छ। मेरो छोरा उहाँ भित्र जान चप्पल खोल्दैछ। यहाँ हाम्रो पास्टर यहाँ वृद्ध हुनुहुन्छ, पास्टर हुनुहुन्छ। उहाँलाई चाहिँ अहिले 1 किलोको भारी बोकेर हिँड्न लाउँदा उहाँहरू हिँड्नुहुन्छ सक्नुहुन्न, किनभने उहाँहरूको समय